आजको दिन केही फरक हुनेवाला छ, केही नयाँ र केही आश्चर्यजनक। आज म माइती घर मण्डला जाँदैछु जेएनजी प्रोटेस्टमा। के हुन्छ होला त्यहाँ? आजसम्म कहिले पनि सिरियस नभएको जेनेरेसन हामी आज देशमा भ्रष्टाचारको विरुद्ध आवाज उठाउन खोज्दैछौँ। हामी त्यस्ता पुस्ता पर्यौँ जसले जन्मदेखि नै यो सुन्दै आएको छ कि तिमी एउटा भ्रष्टाचारले खोक्रो बनाएको देशको नागरिक हौ। तिम्रो लागि तिम्रो देशमा कुनै पनि अवसर छैन। अवसर त पावरमा भएका मानिसहरूको लागि मात्र हो, हामी जस्तो सर्वसाधारणको लागि होइन। हामीभन्दा अगाडिका पुस्ताहरू चुप बसे, तर हामी बस्नु हुँदैन भन्ने हेतुका साथ प्रोटेस्ट गर्न खोजिएको छ। र म पनि जेएनजी भएको हिसाबले म पनि त्यहाँ जानु नै पर्छ। ओभरअल यो मेरो देश पनि त हो, र त्यहाँ गएर मलाई के हानि हुन्छ र? यो त एउटा शान्तिपूर्ण आन्दोलन त हो। त्यसैमाथि म कलेज ड्रेस लाएर जाँदैछु, मलाई कसैले केही गर्दैन। त्यसैमाथि म कलेज ड्रेस लाएर जाँदैछु, मलाई कसैले केही गर्दैन। र त्यहाँ गएर मलाई के हानि हुन्छ र? यो त एउटा शान्तिपूर्ण आन्दोलन त हो। त्यस दिन हामी लडाइँ गर्न गएका थिएनौँ, न कुनै अपराध गर्न। हामी त केवल आफ्नो आवाज उठाउन गएका थियौँ। देशलाई भ्रष्टाचारबाट मुक्त गर्नको लागि हामी जेएनजी भेला भएका थियौँ। तर हामीलाई के थाहा कि गलत मानिसको हातमा पावर भएको बेलामा जे पनि हुनसक्छ भनेर। र त्यस्तो नै भयो कि देखाइदियो गलत मानिसको हातमा पावर पर्दाखेरि के हुन्छ भनेर। हामीले देखियो कि हामीलाई हाम्रै देशमा सानो प्रयास गर्दाखेरि दुश्मनसरी टाउको टाउकोमा छातीमा गोली प्रहार गरेर हाम्रो हत्या हुँदो रहेछ। ती आमा बुबाको काख रितिँदो रहेछ जसको सन्तानले त्यो आँट गर्छ कि आफ्नो देशलाई भ्रष्टाचारबाट मुक्त गर्न। सो अहिले यो हाम्रो फेरि निर्णय लिने पालो आएको छ। अब हाम्रो कि त्यो शक्ति कसलाई दिने त? फेरि त्यस्ता मानिसहरूलाई दिने जसले यस्ता कार्यहरू गर्छन्, जसले आफ्नै देशमा आफ्नै देशका युवाहरूलाई दुश्मन सम्झेर गोली हानेर हत्या गर्छन्। यदि त्यस्तै मानिसहरूलाई फेरि भोट दिएर अगाडि ल्याउनुहुन्छ भने तपाईँहरू पनि त्यस हत्याको एउटा कारण बन्नुहुनेछ। त्यसैले अब यो पावर, यो शक्ति हामीले अब त्यो पुरानो होइन, अब चेन्ज ल्याउनुपर्छ, नयाँ परिवर्तन। किनभने त्यस दिन ती युवाहरूले देशमा परिवर्तन ल्याउनको लागि आफ्नो ज्यान गुमाएका थिए। यदि फेरि चेन्ज आउँदैन, पुरानो मानिसहरूले नै त्यो पावर पाउँछ, फेरि पुरानो सत्ताहरू नै आउँछ भने ती रगत र बलिदानको कदर हुने छैन। त्यसैले अहिलेको पालि नयाँलाई मौका दिउँ। लेट्स भोट फर द राइट पिपल एन्ड गिभ चान्स टु द न्यू वान। फेरि त्यो ओल्ड जेनेरेसनलाई होइन। कृपया यो कुरा सम्पूर्ण जेएनजीका आमा बुबाहरूले पनि यो कुरा बुझ्न पर्ने आवश्यकता छ। नयाँ चेन्ज ल्याउनको लागि भोट दिनु होला यो पालि चाहिँ, नभए त्यो रगत, त्यो बलिदानको अपमान हुनेछ। जय नेपाल।